फेरि नमस्कार दर्शकबिन, आज हामीले तपाईहरुको माझ एउटा च्यालेन्ज लिएर आएका छौं। त्यो च्यालेन्ज चाहिँ हामीले तपाईहरुलाई यहाँ माझ प्रस्तुत गर्दै छौं। कुनै पनि रियाक्सन नदेखाइकिन चाहिँ यो कागती बोक्रेसी त हामीले कुनै पनि रियाक्सन नदेखाइकिन पेट भित्र छिराउनु पर्ने, त्यही पनि चपाई चपाई एउटा पनि छिल्का नराखिकिन यसलाई निमिटन्ट पार्ने। त्यो चाहिँ कसले सक्छ त भनेर चाहिँ आज हामीले च्यालेन्ज, यदि जसले जित्छ उसले चाहिँ 500 रुपैयाँ पाउँछ। त्यो 500 रुपैयाँ हाम्रो यो भाइसँग छ यहाँ। ल भाइ खै 500 रुपैयाँ झिकम त 500 रुपैयाँ झिकम त भएन भएको कुरा गरे नि झिक गरे भए छ नि हैन। त्यो 500 रुपैयाँ अघि राखेको यहाँ छ, यो यसले लुकाइरा छ छैन छैन भाइ पैसा छैन असली त छैन झिक न झिक गरे अघि मैले लुकाए के झिक न थारा लौ के भएन यो फेरिबाट स्टार्ट गर के गर्न के रमाइलो हुन्छ छिटो गर यो काट्न मिल्छ त्यो। ल हाम्रो पैसा यहाँनिर छ, यो जसले जित्यो यो पैसा चाहिँ त्यसले लग्छ। त्यही भएर हामीले राख्दैनौँ कि यो पैसा चाहिँ यता भान्जीलाई दिँदैछौँ। भान्जी स्वयं आफै निर्णयको मूल्याङ्कन गरेर चाहिँ हामीले यो पैसा खास गरी हो कसको ओ गड म त पुरा उस भयो। गिफ्ट के छ भने 5 तोलाको चाँदीको सिक्री। जसले जित्यो यो सिक्री चाहिँ उसलाई चाहिँ हस्तान्तरण अथवा लगाइदिने भन्ने चाहिँ च्यालेन्ज छ। यो चाहिँ जसले सक्छ उसले त ल हेर्नुहोस् त गाइस, यो 10,000 को प्लस 5 10,500 रुपैयाँ हात पार्दैछ मात्र एउटा कागती कुनै पनि रियाक्सन नदेखिन खाएमा। अनि के छ भाइ, रेडी हो? रेडी रेडी 100%। तपाईँ खानुहोस् न पहिले सर। यदि सकिएन भने चाहिँ सकिएन भने देखा যায় क्या, पहिले तपाईँ खानुहोस् न सर। भनेपछि तपाईँको 5,250 पहिला तपाईँ रुपैयाँ हैन जान्छ। सँगै खानु पर्यो। सँगै खानु पर्यो। कागती चाहिँ के गर्नु पर्यो भन्दा चाहिँ सँगै खानु पर्यो। होइन पहिले तपाईँ ल एउटा होइन उनले सँगै सँगै एउटा तपाईँले रोजेको मैले छोडेको, रोज तपाईँले रोजेको मैले छोडेको। ल ल मैले रोजिहालेँ। आफ्नो आफ्नो भाग ल यो कसरी खाइन्छ भन्दा चाहिँ एकैचोटि खानुपर्छ है। फेरि अर्कोले खाँदा नठिक पनि हुनसक्छ। ल भाइ ल स्टार्ट। पहिले तैँले खाने हैन भिडियो पनि लामो हुन्छ क्या, भिडियो लामो भिडियो लामो भइसक्यो युट्युबमा हाल्न हाल्ने साँच्ची चाहियो छैन। अनि यस्तो यस्तो बोलेको हाल्नुहुन्छ खोइ के हुन्न। छिटो। यस्तै र कन्टेन्ट चल्छ क्या युट्युबमा। आहा मुख रक्सा होला नि गाइज होइन। लास्ट पानी आइसक्यो पक्कै पनि आउँछ। यो एकपटक थुक निलिसक्नु भयो त्यो कुरो मलाई थाहा छ होइन। यो गरिसकेपछि म अर्को एउटा एउटा भिडियो गर्ने ल। ल गाइस यो चाहिँ मैले खाँदैछु है त। मैले जादु गरेर खाइदिन्छु। कति मिठो छ उहाँ। एकदम मिठो हो गाइस। हामीले कम त छ यो, यति खडे राख्ने मैले 10,500। निचेर रस फालेछ। कति रस होला यसमा। तपाईले नि यति फाल्न पाउनुहुन्छ के टेन्सन नगर्नु। यो रस फालेपछि त के खाएको भयो त। दर्शक पिनीहरूले फेरि यसमा रसै छैन भन्ने हुनसक्छ, भ्रममा पर्न सक्नुहुन्छ भनेर यसलाई निचरेर देखाइदिएको। ल पर्कासमा म त म 50% भन्दा नि 60% दावेदार भइसक्यो यसको। यदि उहाँले सक्नुभयो भने चाहिँ फेरि अर्को च्यालेन्ज हुन्छ होइन। यदि सक्नु भएन भने चाहिँ यो चाहिँ यो मेरो लागि नै भनेर उहाँहरूले चाहिँ मलाई हस्तान्तरण गर्नुहुन्छ आफ्नो पुरस्कार। ल भाइ सुरु गरौँ। बेतरमा आएको फेरि यसको म त खाँदिनँ। त्यस्तो हुन्न, छिटो क्या म त खाँदिनँ। त्यस्तो हुन्न। ल आइसक्न स्वतः रूपमा म विजय घोषित गर्ने हुन् कि निर्णयक मण्डलहरूले अब के आउँछ यहाँ अनुशासनको पनि पालना भयो होइन, यहाँ समयको पनि त्यसमा 10 नम्बर काटिसक्यो। अब तपाईँले चाहिँ एकचोटि फड्को मार्नको लागि के गर्नु पर्यो त भन्दाखेरि त्यसलाई चाहिँ छिटो सक्नु पर्यो खाएर। त्यसो गऱ्यो भने तपाईँको अङ्ग चाहिँ समायोजन हुन आउँछ। अङ्ग समायोजन हुन आएर तपाईँले हामी कम्पिटिसनमा चाहिँ के हो भने तपाईँ उत्रिन सक्नुहुन्छ। ल भाइ अङ्ग समायोजन
छिटो खानु पर्यो के छिटो खा न च्यालेन्ज गरेको तैँले गरेको खै च्यालेन्ज गरेपछि यो गर्नुपर्छ यसो गर्नु पर्यो कि छिटो खा मलाई अङ्क समाजन मलाई अङ्क गर्नु छ अङ्क चाहियो यो अङ्कको कुरै हुँदो रहेछ यो अङ्क भएन कि प्रकाश आर्य छिटो खायो भएन 5.5 मिनट भइसक्यो छिटो भन्नु यदि मान्छेले के भन्यो दे दो ब्रिगेड मात्र हो यो हेर्ने हेर्दा हेर्दै गइसक्छन् भागिसक्छन् त्यो भ्युज पनि अहिले धेरै आउँछ न सेयर गरौँ अलि इन्टरटेनमेन्ट हो कि इन्टरटेनमेन्ट के हो गरौँ न होइन ल छिटो ल रेडी 1 2 3 ल ल उडायो हाव छिटो के दामी अमिलो यति दामी छ मजाको अमिलो बस यो पाप हुन्न आइ अघि आफूले गरम भन्ने मान्छे यही हो अघि नै भनिसकेपछि ल ल रेडी ल ल ल वहाँ म के रे उ गर्दै जब गर्नुहोस् है म जब वार्म अप गर्दै हुनुहुन्छ सबैजनाले फोकस गर्नुहोस् है के त रहेछ हाम्रो 4 भाइ बहिनीको चाहिँ आज चाहिँ भेला कार्यक्रममा चाहिँ हामीले यस्तो यस्तो च्यालेन्जहरू विभिन्न च्यालेन्जहरू लिँदा चार भाइ भन्नु अर्को पनि छ मैले सोचिरहेको छु अर्को फेरि च्यालेन्जहरू धेरै आउँछन् मिर्छ अनि कसरी सकिराखेपछि खाना त्यो मैले चाहिँ बुझेकै छैन मैले त सकि नसकि पेट मिचेर मन मारेर जेसुकै होला भनेर 10,500 देखेर खाएको यो उता हेर्नु पर्यो त्यो अन्त हेरेर होइन मन डुलाउने अन्त होइन यता हेरेर दर्शक बिन्दुलाई भनेर क्यामेरामा हेरेर यो हल्का हल्का रिएक्सन आइसके जस्तो छ है हल्का चढिसक्यो के हल्का चढेछ ती रिएक्सन अलिअलि त आहा भनेपछि 5 अङ्क काट्यो भनेपछि अब निर्णायक मण्डलहरूले के निर्णय गर्नुहुन्छ सो त भन्दाखेरि चाहिँ विजय घोषित कसलाई गरिदियो भन्ने कुरो छ अब हाम्रो हातमा त्यो छैन त्यो चाहिँ उहाँ निर्णायक मण्डलहरूसँग छ ल एकपल्ट चाहिँ क्यामेरा चाहिँ रोलिङ गरौँ निर्णायक मण्डलहरूसँग उहाँहरू चाहिँ निर्णायक मण्डल हुनुहुन्छ उहाँहरूले चाहिँ के गर्नुहुन्छ त्यही स्वत रूपमा चाहिँ हामीले के गर्छौँ मैले रस नचाइकन सरासर खाएँ चोइए थियो चोइए हैन भिडियोमा